तपाईले के सोच्नुहुन्छ आफ्नो जीवनको विषयमा? तपाईले के सोच्नुहुन्छ आफ्नो विषयमा? तपाईले के सोच्नुहुन्छ आफ्नो भविष्यको विषयमा? तपाईले के सोच्नुहुन्छ आफ्नो ड्रिम्सको विषयमा? तपाईको सपनाको विषयमा तपाईले के सोच्नुहुन्छ? तपाईको लक्ष्यको विषयमा तपाईले के सोच्नुहुन्छ? आज यसले नै तपाईको भोलिको भविष्य यानी कि भोलिको बाटो तय गर्छ। वेलकम छ प्रिय मित्र मेरो यस भिडियोमा। आज म तपाईलाई सोध्नु चाहन्छु, तपाई दिनभरि 24/7 24 घण्टा 7 दिन के सोचेर बस्नुहुन्छ? तपाईले के सोच्नुहुन्छ आफ्नो जीवनको विषयमा? तपाईले के सोच्नुहुन्छ आफ्नो विषयमा? तपाईले के सोच्नुहुन्छ आफ्नो भविष्यको विषयमा? तपाईले के सोच्नुहुन्छ आफ्नो ड्रिम्सको विषयमा? तपाईको सपनाको विषयमा तपाईले के सोच्नुहुन्छ? तपाईको लक्ष्यको विषयमा तपाईले के सोच्नुहुन्छ? आज यसले नै तपाईको भोलिको भविष्य यानी कि भोलिको बाटो तय गर्छ। आज तपाईले आफ्नो भविष्यको बारेमा, आफ्नो जीवनको विषयमा, आफ्नो लक्ष्यको विषयमा, आफ्नो ड्रिम्सको विषयमा तपाईले यदि नेगेटिभ कुराहरू, नराम्रो कुराहरू सोच्नुहुन्छ, आफ्नो बानीको विषयमा नराम्रो सोच्नुहुन्छ, आफ्नो आचरणको विषयमा नराम्रो सोच्नुहुन्छ, आफ्नो लाउने खाने, आफ्नो हरेक कुराको विषयमा नराम्रो सोच्नुहुन्छ भने भोलि त्यही नराम्रो सोचाइले तपाईलाई नराम्रो परिणाम दिन्छ। जसै तपाईले जे लेख्नुहुन्छ इक्जाममा नि त्यसको प्रतिफल नै रिजल्ट हो। त्यसै गरी तपाईले आज जे रोप्नुहुन्छ, रोपेको कुरा नै भोलि फल्ने हो। यदि कागती रोपेको ठाउँमा सुन्तला फल्छ भन्ने आशा नराख्नुहोस्। कागती रोपेपछि कागती नै फल्छ। यदि करेला रोपेको ठाउँमा कहिले पनि अंगुर फल्दैन, किनभने तितो करेला नै फल्छ। त्यही म तपाईलाई भन्छु प्रिय, आज तपाई जीवनमा दिनभरि के सोच्नुहुन्छ? तपाईले के सोच्नुहुन्छ आफ्नो बारेमा? अनि के कुरा तपाईले ख्याल गर्नु भएको छ आफ्नो बारेमा? दिनभरि तपाई सोच्दै गर्दा आफ्नो बारेमा पोजिटिभ सोच्नुस् न, आफ्नो बारेमा राम्रो कुरा सोच्नुहोस्। होला समाजले तपाईलाई कमजोर भन्ला, परिवारले तपाईलाई कमजोर भन्ला। हाम्रो नेपाली समाजमा एउटा कस्तो छ भने एउटा छोरा मान्छेले जबसम्म कमाएर घर व्यवहार धान्य हुँदैन नि तबसम्म उसलाई हेर्ने नजर प्राय गलत नै हुन्छ, आमा बाउको, आफन्तको, समाजको। अनि ऊ गिल्टी फिल गरिरहेको हुन्छ धेरैचोटि। तर म तपाईलाई भन्छु, समाजले के भन्छ, परिवारले के भन्छ, आफन्तले के भन्छ भन्ने कुरामा कहिले पनि नअल्झनुहोस्। यदि यो कुरामा तपाईँ अल्झिनुहुन्छ भने तपाईँ जीवनभरि नै पछुतो बोकेर बाँच्ने व्यक्ति बनिनुहुन्छ। तर तपाईले आफूलाई म को हुँ भनेर चिन्नु जरुरी छ। आज तपाईले म को हुँ भनेर चिन्नुहुन्छ नि, मेरो ड्रिम्स के हो, मेरो प्रपोज के हो, मेरो सपना के हो, मेरो चाहना के हो, मेरो लक्ष्य के हो भनेर जब तपाईले आफूलाई बुझ्नुहुन्छ नि, तपाईलाई अगाडि बढ्नबाट कसैले पनि रोक्न सक्दैन, किनभने खुद आफूलाई चिन्नु भएको छ। त्यही भएर म भन्छु, आफैलाई चिन्नुहोस्। आज जुन दिन तपाईले आफूलाई चिन्नुहुन्छ नि, संसारको कुनै पनि खराब प्रभावले तपाईलाई प्रभावित पार्नु सक्दैन, खराब कुराले तपाईलाई प्रभावित पार्नु सक्दैन। किनभने तपाईँ आफूलाई पोजिटिभ सोच्नुहोस्, राम्रो सोच्नुहोस् र आफू को हो भनेर आज चिन्नुहोस् प्रिय मित्र। त्यही भएर म यो भिडियोमा तपाईलाई भन्नु चाहन्छु, जबसम्म तपाईले आफूलाई चिन्नुहुन्न नि तपाईँ अर्काको अधीनतामा, अर्काको कुरामा चल्ने व्यक्ति बनिनुहुन्छ। त्यही भएर आज तपाईलाई म सल्लाह दिन्छु, अरूको सल्लाहमा होइन, अरूको विचारमा होइन, अरूको कन्सेप्टमा होइन, म को हुँ, म के गर्दैछु र म कहाँ छु भनेर मैले आफैलाई जान्नु जरुरी छ। मैले धेरै वर्ष अरूको कुरा, अरूले के भन्छ भन्ने कुरामा म अडिएँ नि, धेरै वर्ष ब्याक भएँ। तर म को हुँ, म के गर्दैछु, मेरो ड्रिम्स के हो, मेरो चाहना के हो, मेरो लक्ष्य के हो भनेर मैले थाहा गरेँ नि, आज म खुसीको जीवन बाँच्न सकेको छु र आफ्नो ड्रिम्स, आफ्नो प्रपोजमा आनन्दले म चल्न सकेको छु। मलाई कसले के भन्छ त्यो कुराले मलाई फरक पार्दैन, किनभने मैले आफूलाई खुद चिनेको छु। त्यही म भन्छु, आफूलाई चिन्नुहोस्, आफू को हो, आफू के गर्दैछु, कहाँ जाँदैछु, एक्ज्याक्ट सही ट्र्याक, सही लक्ष्य, सही प्रपोज, सही ड्रिम्स राख्नुहोस्। संसारको कुनै कुराले तपाईलाई प्रभाव पार्दैन, तपाईँ सक्सेस भएर छोड्नुहुनेछ। तर
आफू को भनेर चिनेर मात्रै अगाडि बढ्नुहोस्। अर्काले चिनाइदिएको भरमा जानुहुन्छ भने तपाईँ असफल बन्नुहुन्छ। अर्काले देखाइदिएको बाटो नै म को हुँ, म के गर्न सक्छु र मेरो कर्तव्य के हो लिएर अगाडि बढ्नुहोस्। तपाईँको लाइफ ब्युटिफुल अनि राम्रो हुनेछ। थ्याङ्क यू सो मच।